जैसे कि अभी अपने सब देख रहे बारी मेयर उप मेयर दिया है। मेयर साहब नमस्कार। नमस्कार नमस्कार। मेयर साहब सर भीतर आदमी मेयर साहब जनताको लागि केही भन्नु पर्यो। तीन बेर हो गया तब 10 हो मिनट कर लीजिए जान पहचान पहले से के चिन्ह गुजरा नगरपालिका 8 नम्बर वार्ड आज हाम्रो नेपाली कांग्रेसबाट प्रतिनिधि सदस्य सरको भोट माग्नु दैलो कार्यक्रम भइरहेको छ। अब सम्पूर्ण यहाँका जनसमुदायलाई आग्रह गर्न चाहन्छु 3 नम्बर क्षेत्र मेयर साहब यहाँ जनताको गुनासो आएको छ भने यहाँ पटक पटक मान्छेले माननीय विधायकमा मेयर उप मेयरमा जिताएर जिताएका छन् र अहिलेसम्म हाम्रो जस्तो गाउँमा बदलाव आएको छैन। त के भन्नु चाहनुहुन्छ यसको बारेमा? अब भोट लिएर जानुभयो नेताजीहरू फर्केर आउनु भएन। अब एउटा राजनीतिकमा शिक्षा स्वास्थ्यमा परिवर्तन ल्याउँछु विकास गर्छु भनेर जानुभयो। उहाँहरूले भनौँ न पटक पटक पनि जनतालाई झुटो आश्वासन दिएको कारणले अब नेपाली कांग्रेसलाई नै जिताउनु पर्छ र अहिलेको हाम्रो उम्मेदवार अब टिचर पनि हुनुहुन्छ हैन। हाम्रो आफ्नो टिचर पेसा छोडेर जनताले के भनेको छ भने यहाँ मैले 4 चोटि एउटा मतलब नाम के राखम भनेर मतलब 4 चोटि 5 चोटि जिताइसकेको छु। पटक पटक जितेर गएको छ। मेयरमा पनि हेर्नु भएको होला, मेयरमा पनि जिताइसकेको छु, माननीयमा पनि जिताएको छु। तर भन्छ कि मैले यहाँ मौलापुर जस्तो गरिदिन्छु, काठमाडौँ जस्तो गरिदिन्छु। तर पहिला हाम्रो बाबा दादाको हुँदा 1 लाख पुग्थ्यो बत्ती बिल, त्यति बेला काट थिएन। अहिले 10,000 हुँदा किन काट्दिन्छ त? जतिखेर भाषण गरेर गए त्यति बेलादेखि काट्न सुरु गरिदिएछ। अहिलेसम्म गाउँमा जस्तो कि पाइप कसैको घरमा कलको पाइप राख्दा राख्दा त्यो कोएर मतलब सरिसकेको छ, गलिसकेको छ। तर अहिलेसम्म मान्छेको धेरै यसो जस्तो कि यही हाम्रो पडोसी छिमेकी तपाईहरु घर दिनुभएको थियो मलाई 4वटा बनाएको छु त्यहाँ। त्यही अहिले पानी खानलाई धेरै अवस्था भएको छ। मतलब पानी खानलाई कलै छैन। नगरको कोषबाट अब खानेपानीको लागि भनेर हल्का बजेटहरु पनि विनियोजन गरेको छ। त्यसमा अब पालिकामा सम्पर्क गर्नु होला हैन। अब अरु नेताले झुटो आश्वासन दियो त्यो अब हामीलाई त्यसको थाहा भएन हैन। सबैको आफ्नो सोच विचार हुन्छ हैन। अब नेपाली कांग्रेसले चाहिँ विकास गर्नुहुन्छ, गर्छ, बदलाव आउँछ, बदलाव आउँछ। ल साथी सब अपने सब सुन ली, एक बार वोट देके नेपाली कांग्रेस जी के जिताइए। मतलब पटक पटक हल्ला के चिल्ला के दे नाव कथे राखू कह के विवादित हो जाती कह के मतलब जेबे के लिए जिताइए दिल्ली। लेकिन इस पाली हम ये काम की जितना भी हमारा जाने वाला ऑडियंस 20-22 हजार फॉलो कैले 2 लाख 4 लाख लोग हमरा अगर देखे तो प्लीज एक बेर तक नेपाली कांग्रेस के वोट दे के मत दे के जिताइए। कुछ न कुछ जरूर बदलाव होता है। न होती तो हमरा कालर पकड़ के आके अपने से सवाल कर सके जारी कि हम अपने के हिसाब से वोट दिली तो बदलाव कथी कह के। ऐसे तो बहुत लंबा बदलाव वाले जराजपुर में 4 गो घर बनल देख रहा भाई आके नेपाली कांग्रेस की जीत के दे नहीं तो अभी छुटेला चाहिए। सलाम वालेकुम, नमस्कार।